नमस्ते सम्पूर्णलाई स्वागत छ मेरो इन्फर्मेसन सोर्स युट्युब च्यानलमा। आजभोलि सामाजिक सञ्जालमा तातिएको विषय छ राजा ल्याउँ देश बचाउँ भन्ने विषयमा धेरै युवाहरू कतिपय आन्दोलनमा छन् भने कतिपय सोच अलि फरक छ। यो भिडियोलाई एकैछिन निहालेर हेरौँ उहाँको विचार के रहेछ। तपाईले के भन्नुहुन्छ? हिजोको राजा हुँदाखेरिको राजतन्त्र राम्रो कि अहिलेको यो लोकतन्त्र गणतन्त्र भन्छ यो राम्रो? के लाग्छ तपाईको? ठ्याक्कै तपाईको विचार, तपाईको भ्यू चाहिँ? वास्तवमा भन्ने हो भने त अब राजतन्त्र कस्तो थियो भनेर मैले अनुभव त गर्न पाइनँ होइन, तर इतिहास पढेको हिसाबले र अहिले गणतन्त्र जुन भनिन्छ मलाई चाहिँ के लाग्छ भन्दाखेरि अहिले हामी समयमा धेरै अगाडि आइसक्यौँ। किनभने गणतन्त्र भनेको नराम्रो हो भनेर चाहिँ भन्न मिल्दैन, तर यसको मतलब यो पनि होइन कि अहिलेका नेताहरू सबै राम्रा हुन्, देशमा धेरै विकास भइसकेको छ, त्यो पनि मेरो भनाइ चाहिँ होइन। तर मलाई के लाग्छ भने अब अहिलेको व्यवस्थालाई फेरि फर्काउने हो भने हामी फेरि पछाडि जान सक्छौँ समयमा। त्यो चाहिँ मेरो भनाइ हो र मेरो मान्यता चाहिँ के छ भने अहिले जे व्यवस्था छ त्यो व्यवस्थालाई सुधारेर अगाडि जाने हो भने चाहिँ त्यो अझ राम्रो हुन्छ कि जस्तो मलाई लाग्छ। मेरो विचारमा यस्तो लाग्छ। तपाईको विचारमा कस्तो लाग्छ? तलको कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नभुल्नु होला। हस्, धन्यवाद।